शङ्कर राई आज बिहानदेखि केही काम भएको छैन है क्या हो तपाईँको? खै बहिनी बिहान हिँडेको बिरालुले बाटो काट्यो। बोन्कीसम्म भएको छैन हौ बहिनी, के गर्नु। हे दाइ कामको के को चिन्ता? त्यहाँ 2टा ग्यास मेरोबाट रचिनी भाउजूमा पुर्याइदिएर आउनुहोस् न। ल बहिनी, त्यसो भए त आइहालेँ नि म। ए सरिता बहिनी, ग्यास कहाँ राख्दिनु? पिमुनि राख्दिनु नि। पैसा चाहिँ कति भयो? धेर त के भन्नु, 100 रुपियाँ दिनु नि बहिनी। 100 रुपियाँ भयो? ल म आएँ है। धन्यवाद बहिनी। फेरि काम पर्यो भने सम्झिनु है बहिनी। साउनी हजुर। आलु कसरी केजी? आलु 40। यहाँ आधी केजी तौलिनु नि। धन्यवाद बहिनी। हस्। छोरी स्कुलबाट आयो? होमवर्क गरिसक्यौ? हजुर बाबा, होमवर्क गरिसके त। गुड मेरो प्यारो छोरी, यो सब्जी भित्र लगाएर राख त। बाबा आज मासु ल्याउनु भएन? होइन, आज यो के भन्छ, आज औँसी भनेर थाहा छैन? औँसी पुण्यमा मासु खानु हुँदैन नि छोरी। सरी बाबा, मैले त भुलेछु। बाबा, मैले हजुरलाई कतिचोटि भनिसके बिरी नखानुहोस् भनेर।
बाबा हजुरलाई यो चुरोटको धुवाले केही भइहाल्यो भने मेरो के हालत हुन्छ? हजुरले सोच्नु भएको छ? ए गोरा मेरो बाटी छोरी, बाबा मेरो टेस्ट गरिदिनु न हौ। आओ यहाँ बस। बाबा हजुरलाई मम्मीले कति माया गर्नुहुन्थ्यो? अनि हजुरले नि? बाबा के भयो? के पहिने छोरी, आँखामा किरा परेछ, बरु तल ढिलो हुन्छ स्कुल जानु। ल खाजा खाने पैसा। आऊ छोरी, स्कुल ढिलो हुन्छ, जाउँ। बाबा के भयो? मैले पेन्सिलै बिर्सेछु। यो छिटो लिएर चाहिँ स्कुल ढिलो हुन्छ। मामु मलाई आशीर्वाद दिनुहोस्, म पढेर ठुलो मान्छे हुन चाहन्छु। छोरी छिटो आऊ, स्कुल ढिलो हुन्छ। ओ शङ्कर दाई, हेलो, कता दाजु? नानीलाई स्कुल पुऱ्याउनु हो भाइ। ए ल ल दाइ, ल ल भाइ, हुन्छ, ओके दाइ। भाइ अब विदेश लगाए नजाने दाइ, अब यतै केही गर्नुपर्छ। शङ्कर दाइले त यतै भेन चलाएर बोर्डिङ हालिरहेको छ, सुख दुःख जीविका चलाइरहेको छ। मैले पनि नजाने विचार गरेँ, यतै केही गरौँ भन्दैछु। ठिकै हो, गर्दा हुन्छ यही पनि। यतै गरौँ भनेको दाइ। अब बसेर गर्दा पनि हुन्छ। ल जा, ल ढिलो हुन्छ स्कुल, ल जा नानी।
होइन आजलाई के भएछ हौ? होइन आज मेरो प्यारो छोरीलाई के भएछ? उनीहरू त एकदम अँधेरो देखिने छोरी के भयो तल भन्दा? के भयो छोरी भन्दा? हेर त छोरी, मैले तँलाई के ल्याइदिएको छु। बाबा आज स्कुलमा के थियो हजुरलाई थाहा छ? खै छोरी, मलाई त थाहा भएन त। के थियो त्यस्तो स्कुलमा भन न। आज हाम्रो स्कुलमा प्यारेन्ट्स मिटिङ थियो। सबैको मम्मीहरू आउनु भएको थियो, तर मेरो मात्रै बाबा मम्मी आउनु। बाबा आज मलाई मम्मीको साह्रै याद आइरहेको छ। भन्नुहोस् न बाबा, मेरो आमा कस्तो हुनुहुन्थ्यो? भन्नुहोस् न बाबा, भन्नुहोस् न। खै के तारिफ गर्नु छोरी तिम्रो मामुको। तिम्रो मामु मेरो निम्ति कुनै स्वर्गको परिभन्दा कम थिएन छोरी। तिम्रो मामु र मेरो माया प्रेम देखेर दुनियाँलाई तबाह गर्थ्यो छोरी। अझै हामी दुईको माया प्रेम बीच तिमी आउने खबरले त झनै सुनमा सुगन्ध नै थपिएको जस्तो थियो छोरी। तर खै पापी दैवको खेल भनौ कि कसको नजर लाग्यो छोरी हाम्रो जिन्दगीमा छोरी। तिमी जन्मेको केही दिनपछि यो संसारबाट तिम्रो मामुले हामीलाई सदाको लागि छोडेर गई छोरी, छोडेर गई। त्यसैले गर्दा छोरी तिम्रो मम्मीको यादलाई भुलाउनको लागि कहिलेकाहीँ यो बिडी खाने गर्छु छोरी। बाबा के भयो? बाबा 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 के भयो? बाबा 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 के भयो? बाबा 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 के भयो? बाबा 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 मलाई थाहा छैन। बाजे बाजे हिँड्नु न मेरो
त तेरो बाबालाई रोइ के भयो नानी किन हतारेर आयो अङ्कल अङ्कल मेरो बाबालाई हेर्नु न के भयो अङ्कल हेर्नु न मेरो बाबालाई के भयो कता के भयो नानी कता हो ल हिँड त हिँड हिँड ल ल हिँड हिँड ल हिँड अङ्कल छिटो ला यसलाई चाहिँ के गर्नु धामीकोमा लानुपर्छ होला हौ होइन अङ्कल मलाई थामेको होइन मलाई डक्टरकोमा जरुरत छ अङ्कल डक्टरकोमा लैजाउँ अङ्कल लु 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 के गरौँ लु गइहालौँ बाबा हजुरलाई के हुँदैन बाबा छिटो कुदाउनुहोस् न अङ्कल छिटो कुदाउनुहोस् न अङ्कल ल है भाइ यो लगेर हस्पिटलमा लगेर छोडिदिनु है त ल हुन्छ अङ्कल हुन्छ ल ल भाइ लु छिटो गरेर लगिहाल है हुन्छ हजुर हुन्छ 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 बाबा 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 दाजु उठ्नुहोस् उठ्नुहोस् बाबा 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 अङ्कल नानी तिमीहरू नहत्ताला अहिले हामी हस्पिटलमा छौँ है नहत्ताले ल हुन्छ अङ्कल बाबा 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 डक्टर होला नानु बाबालाई के भएछ हेरौँ एकछिन पर्ख है नानु डाक्टर आउनुहुन्छ एकछिन पछि
लामो सास फेर्नुहोस् त। बिरामीको को हुनुहुन्छ होला? अङ्कल म छु। मामु तिमी कोही हुनुहुन्न? मामु अनि तिम्रो काका मामा कोही हुनुहुन्न? अङ्कल मेरो यो संसारमा बाबादेखि बाहेक कोही पनि हुनुहुन्न। नानु तिमी त आऊ त। नानी तिम्रो बाबाले धुम्रपान धेरै गर्नुहुँदो रहेछ अनि बलुका पनि धेरै गर्नुहुँदो रहेछ हो? त्यस कारणले यो सबै भएको। तिम्रो बाबाले अबदेखि फेरि धुम्रपान गर्नुभयो भने म चाहिँ के यो संसारको डाक्टर पनि बनाउन सक्नुहुन्न नानु। त्यसैले अबदेखि बाबालाई धुम्रपान गर्नु नदिनु ल। म यहाँ केही दबाईहरू लेखिदिएको छु, बाहिर लिएर जानु है नानु। अङ्कल पैसा कति भयो नि? 3500। हस् हुन्छ अङ्कल। अङ्कल भरे बाबाले घर लाँदा हुन्छ? आज भरे 4 बजी लाउन सक्छु तिमी नानु। हस् हुन्छ अङ्कल। बाबा तपाईलाई यो दबाई भन्दा ठुलो त यो बिटी रहेछ। म भन्दा प्यारो पनि हजुरलाई यो बिटी रहेछ। दिनुहोस् बाबा हजुरको बिटी, अझै खानुहोस्। अब त मेरो छोरी ठुली भइसकेछ। छोरीको कुरो पनि मान्नु पर्यो। छोरी भन्दा बेडी त ठुलो कुरो होइन नि। छोरी तिमीलाई के लाग्छ? तिमी भन्दा प्यारो यो बेडी हो र मेरो लागि। तिमी त मेरो लागि सब थोक हो छोरी, सब थोक। तिम्रो लागि म छोरी जे पनि गर्न सक्छु। यो बेडी त के? आई एम सरी छोरी। आई लभ यु छोरी, आई लभ यु। आई एम सरी बाबा,
आई लभ यु टु। आई लभ यु टु बाबा। छोरी टाटा म गएँ ल।